हेलो एभ्रिवान, आज म आपको आइसक्रिम बनाउँदैछु। योभन्दा अगाडि मैले बनाएको थियो तर भिडियो बनाएको थिएन, एकदम मिठो भएको थियो। सो म फेरि पनि बनाउँदैछु। मेरो छोरीले चाहिँ अस्तिको पालि आपको आइसक्रिम बनाउँदा एकदम मिठो लागेको थियो। ऊ अस्तिदेखि मलाई फेरि पनि बनाइदिनु भन्दै थिए। आज मैले आप ल्याएर काटिरहेको देख्दा उसलाई चाहिँ एकदम खुसी लागेको छ, फेरि आइसक्रिम खान पाइयो भनेर ऊ हेर्दै छ र मलाई जिस्काउँदै पनि छ। मैले चाहिँ ताजा आप ल्याएर दही पखाली गरेर पुरै पोखरा फाल्दैछु र भित्र बुदी मात्रै युज गर्दैछु। हेर्नुहोस् है, मजाले काटेको छु। एउटा बाटामा राखेर मैले चाहिँ पिस बनाएर काटेको छु। भित्र सबै निकालेँ र आँटीको पनि निकालेको छु मैले चाहिँ। यस्तो बारीमा एकदम मिठो भएको थियो कि। अब यसपालि चाहिँ अस्तिको जस्तो पाकेको छैन। हेरौँ कस्तो हुन्छ यो पालिको आँप चाहिँ। यतिको भएपछि चाहिँ यसमा मैले मिल्क पाउडर हालेको छु। मिल्क पाउडर हालेपछि चाहिँ मैले यसलाई मिक्स गरेँ। मिक्स गरिसकेपछि चाहिँ मिक्सचरमा हाल्दैछु। मिक्सचरमा हालेँ। मिक्सचरमा हालिसकेपछि यसलाई पिसेँ। मैले यसमा चाहिँ थोरै दुध पनि हालेको छु पाउडरसँग, अनि मजाले पिसोस् भनेर चाहिँ मैले चाहिँ यसमा दुध पनि हालेको छु है गाइस। चिनी पनि पछि चाहिँ मैले बिर्सेको थिएँ। मैले चाहिँ चिनी चाहिँ पछि एड गरेँ। चिनी एड गरेको चाहिँ मैले भिडियो बनाएको छैन। यतिको ब्याटर भएको छ। यसमा चाहिँ अलिअलि मजाले पिसेको छैन। सो मैले यसलाई फेरि पनि एकचोटि पिस्छु। पिसिसकेपछि चाहिँ यो पिसेर चाहिँ यतिको ब्याटर भएको छ। अब यसलाई चाहिँ म एउटा भाँडामा राख्छु। यो भाँडामा चाहिँ राखेको छु। अहिले चाहिँ एउटा भाँडा मात्रै राखेको देखाएको छु। यसपछि मैले अर्कोमा नि खनाएको छु। यसलाई चाहिँ यतिको भइसकेपछि मैले यसमा फ्रिजमा राख्छु। आज रातभरि फ्रिजमा राख्छु र भोलि कस्तो हुन्छ म भोलिको भिडियोमा देखाउँछु है त गाइस। बाई बाई। हजुरहरूले नि यस्तै घरमै बनाएर खानु होला।